हेलो साथीहरू, गुड मर्निङ सबैलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हाम्रो घरमा एकदम धमाधम हतार छ, किनकि मामाहरू आज निस्किने अरे नेपाल हो। अलि दिनको लागि आउनुभएको थियो, एकदमै रमाइलो भयो। अनि आज चाहिँ हाम्रो घरमा यहाँ दसैँ हुँदैछ। अनि साथीहरू, यहाँ हाम्रो दसैँको टिका चल्दैछ हो। यो चाहिँ हाम्रो घरमा फर्स्ट टाइम भएको रामनवमीको दिनमा दसैँको टिका। कति रमाइलो पल है, कति आनन्द लागेको हेर्दाखेरि पनि। यहाँ मामा, माइजू, बहिनी कति टाढाबाट आउनुभएको, कति राम्रो लाग्यो है। तर केही दिनको लागि आउनुभएको थियो, धेरै दिन बस्नै पानु भएन। अझै बसेको भए अझै राम्रो हुन्थ्यो हो, के गर्ने, त्यस्तै हो। तर जे नहोस्, अलि दिनको लागि भयो भने पनि एकदमै राम्रो लाग्यो, एकदम खुसी लाग्यो। आशा गर्छु कि फेरि आउनुहुन्छ मामा माइजूहरू। अनि आशा यो पनि गरौँ कि हामी पनि जान पाऊँ भनेर। र यहाँ हाम्रो टिकाटालो चलिराखेको छ हो। यहाँ हाम्रो केटाकेटीहरू चाहिँ नि एकदम सक्ट रियाक्सनमा कि दसैँ त होइन आज, लेकिन दसैँको टिका किन भने जस्तै नि त। किनकि थाहै छैन उनीहरूलाई त हो। यहाँ अनि अब सबै भ्यागेर खाना बस्नुभएको, किनकि अब खाना खाएर मामाहरू निस्किहाल्ने हो। टाढाको बाटो, आज झन् रामनवमी, बाटोमा ब्लक हुने चान्सेस हुन्छ, ट्राफिक हो। त्यही भएर खाना खाएर साथीहरू। सो आजको यो भिडियो यहीँसम्म। सी यु अल इन नेक्स्ट भिडियो।